गाइस यो चाहिँ मेरो फर्स्ट भ्लग हो अनि हामी चाहिँ अब काठमाडौँ जानेछौँ। मेरो भर्खरै 5 क्लासको बियाली भएर बिदा भएको छ, त्यसैले अब घुम्न पर्छ नि त। यस्तो हामी काठमाडौँ जाँदैछौँ र यो चाहिँ मेरो तेस्रो चोटि हो काठमाडौँ जाँदै। आमा यहाँ होइसिन्छ, रेडी भएर आमा यहीँ बसिसेछ र मेरो अल्छी भाइ भर्खरै उठेछन्। अनि यहाँ चाहिँ सबै ठिक छ। अब हामी गाडी लिएर जाँदैछौँ, गाडी लिएर बसतिर जाने हो र म हजुरलाई बसबाट सबै कुरा देखाउँछु के हुन्छ हाम्रो गाडी के हुन्छ बाटोमा, सबै हजुरलाई म यात्राको देखाउँछु। गाइस हामी चाहिँ यहाँ बसभित्र चढिसक्यौँ। भर्खरै म होटलमा थिएँ र अब बसभित्र आइसक्यो। अब हामी फेरि आफ्नो काठमाडौँको यात्रामा जानेछौँ। ल यहाँ चाहिँ हाम्रो हर्कट्टाको आमा पनि आउनु भइसक्यो। नमस्ते दर्शन। हर्कट्टाको आमा आइसक्नुभयो र हामी अहिले पुग्यौँ सुनौल 12मा पुगिसक्यौँ हामी। अब चाहिँ यहाँ चाहिँ एउटा नदी रहेछ, उता कुकुर खेल्दैछ, उता देखेछ होला, यो देखेछ होला। र अब हामी फेरि अपडेट गराउँछु म हजुरलाई के हुन्छ बाटोमा। यहाँ दोकान छ, कस्तो राम्रो खेतहरू हो न पुरै धान फलेको। गाइस उता टाढा हेर्नु त कति राम्रो छ। यहाँ पनि यहाँ पुरै झारपातहरू छन्। ल गाइस हामी चाहिँ अब दाउनेतिर छौँ, दाउने चढिएछ। हामी बरगाछबाट सुनौल 12मा थियौँ र अहिले हामी दाउने चढ्दैछौँ। उता हेर्नु, यहाँबाट पुरै भ्यू देखेछ, पुरै घरहरू राम्रो छैन त, यहाँबाट पुरै उता सबै देखेछ। अनि चाहिँ अब हामी यहाँबाट अझै उता जानेछौँ र अनि त्यसपछि उत्तर जानेछौँ। यहाँ चाहिँ गफ चलेछ आमा र हर्कट्टाको आमाको। अनि धेरै धुलो धुवा छ यहाँ चाहिँ धेरै धुलो धुवा छ। घाम परेछ, बल्ल घामको मुख देख्न पाइएछ। बिहानसम्म घामै परेको थिएन। यति हो। अब के गर्ने र त्यहाँ घरहरू छन्। अब त्यो नेटवर्कको टावरहरू र नेटवर्क चल्दैन। यहाँ चाहिँ धेरै सुविधा रहेछ बसमा, पानी छ, चार्जिङ पर्छ, धेरै सुविधा छ। गाइस यहाँ चाहिँ हामी जाममा परिएछ अहिले होइन। गाडीबाट हिँड्दा हामी लगभग कता हो जाम दाउन्ने, अब ओह्रालो झरेको के दाउन्नेबाट अब दुम्कीबास आउन लाग्यो। ओह्रालो दाउन्नेको ओह्रालो झर्दैछौँ हामी र यही झर्ने क्रममा चाहिँ हामी यहाँ यसरी फसेका छौँ। यता पनि मान्छेहरू छन्, उता पनि छन्, उता एउटा बस छ। यहाँ हामी आफ्नै बस छ अनि हेरे यता अर्को बस छ। 3टा बस भएर कता जाममा त परेछ। कस्तो के हो मलाई अब थाहा छैन, किनकि यहाँबाट छिक्कै छ सबै, यहाँबाट त्यो देखेको छैन। अनि अब कहिले निक्लिन्छ जामबाट त थाहा भएन। त्यही हो, अब के गर्न सकिन्छ र जाममा पऱ्यो त। ल गाइस हामी चाहिँ अब थोरै जामबाट छुट्दैछौँ। हामी अघि नै अहिले हामी यतातिर आएका छौँ।
अघि नै हामी उता थियौँ, अहिले हामी थोरै अघि बढेका छौँ। अब अझै कति टाइम लाग्छ जामबाट अझै अगाडि बढ्न। अब के भन्न सकिन्छ र? जाममा यही बेला परिन्छ कस्तो आधी 1 घन्टा हुन लागिसक्यो जाममा परेको हामी। अहिलेसम्म केही पनि भर्खरै 5 मिनट हिँड्नु होला, त्यसपछि केही हिँडेकै छैन। गाइस हामी चाहिँ अहिले नारायण घाट आयो। यहाँ चाहिँ यत्रो ठुलो नदी छ। हेलो गाइस, अब भर्खरै चाहिँ हामी यहाँ खाना रुकेका थियौँ र मैले खाना खाइसकेँ। अब हामी फेरि गाडीतिर लाग्नेछौँ। यति हो, अब केहरू भन्नु छ र? यहाँ चाहिँ खाना खाने ठाउँ छ, प्रपर म्यानेजमेन्ट गरेको छ होटेलले। अरू होटेल जस्तो थकाली मागेर खानेवालाहरू चाहिँ यहाँ चाहिँ टोकन लाग्दो रहेछ र यहाँ पहिलेदेखि खाना रेडी हुँदो रहेछ। यो होटेलमा आउनु होला है गाइस, हजुर पनि कुनै दिन घुम्न आए पार आउनु होला गाइस। हामी चाहिँ भर्खरै खाना खाएर आएका छौँ। भर्खरै खाना खाएर हामी बसमा चढिसक्यौँ। अब हामी फेरि काठमाडौँ जानेछौँ र अब म हजुरलाई काठमाडौँ गएपछि यही अपडेट गराउँछु कुराहरू। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामी चाहिँ यहाँ नास्ता खाएर आएका छौँ। मैले झुकेर खाना भन्दैछु के। अब हामी कता पुग्यौँ? आमा हामी 9 पुगिसकेका छौँ र अब म काठमाडौँ पुगेपछि हजुरहरूलाई फेरि अपडेट गर्नेछु। साँझ हुन लागिसक्यो र यहाँ लाइट बालिदिइसकेका छन्, देख्न सक्नुहुन्छ होला। यहाँ बाहिर पनि साँझ हुन लागिसक्यो। अब हामी काठमाडौँ पुग्न म्याक्सिमम भनेको पनि 1 घन्टा जति छ। अब काठमाडौँ पुगेपछि म हजुरलाई फेरि अपडेट गराउनेछु। अनि साथै कृपया यो भिडियो सबै साथीहरूसँग सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र हजुरले यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। ल गाइस, हामी चाहिँ यता छौँ र उता हेर्नु त पुरै घाम ढलिसक्यो। घाम यो पहाडबाट उता गइसक्यो र यहाँ चाहिँ सबै घाम ढलेको छ। बसहरू गएको छ। हामी त्यताबाट आएका थियौँ र अहिले यति माथि आइसक्यौँ। त्यहाँबाट यो रोड देखेको थियो। हामीलाई त लागिरहेको थियो लगभग 2-3 होइन, मलाई त लागेको थियो लगभग 1-2 घन्टा लाग्छ होला यहाँसम्म आउन, तर अलि थोरै लाग्दो रहेछ। लगभग हामी 20 मिनट जतिमा उता तल थियो र अहिले हामी माथि आइसक्यौँ। बस रोकेको छ। यहाँ चाहिँ धेरै टुरिस्ट बसहरूले रोकेको छ। यो आई थिङ्क चेकिङ हो र पुलिस आउनुहुन्छ क्या गाइस? पुलिसहरू। ल गाइस, हामी चाहिँ यहाँ काठमाडौँ पुगिसक्यो र यहाँ मसँग आमा पनि हुनुहुन्छ। दर्शन आमा। अनि अब चाहिँ हामी आमाको घरमा जानेछौँ र घरमा के छ हेर्नेछौँ। दिदीहरूलाई भेट्नेछौँ। रमाइलो हुनेछ। आजको दिन त अब भ्याइहालिन्छ। खाना खाने हो र
अब भोलि भेट्छु हजुरलाई म।